Happy baby shower. छोरा छ कि छोरी छ भनेर गाई चाहिँ यति एक्साइटेड हुनुभएको छ मेरो बुढो युट्युबमा सर्च गरी हेर्दैछन् सो गाइज दुईटा लाइन फाइनल्ली आएर वर्षौं पछिको सपना पुरा हुँदा पनि मेरो बुढोलाई चाहिँ केही त्यो विश्वासै छैन कि होइन होला भनेर ग्रीन लाइन हुन्छ ग्रीन लाइन भन्नुहुन्छ जुन लाइन भए पनि एउटा भयो भने चाहिँ नेगेटिभ प्रेग्नेन्ट होइन दुईटा भयो भने चाहिँ पोजिटिभ प्रेग्नेन्ट हो भन्ने हो नि त दुईटा भइसक्यो अनि उहाँ चाहिँ स्टिल कन्फ्युज हुँदै हुनुहुन्छ अनि भोलि पनि एकचोटि फेरि ट्राई गर्ने भन्दै हुनुहुन्छ म त रेडी छु अनि हो रहेछ भने चाहिँ कस्तो हुन्छ नि हजुरको रियाक्सन अहिले सकमा हुनुहुन्छ हो सो गाइस यो चाहिँ दुईटा लाइन आएपछि त अब प्रेग्नेन्ट नै हो पोजिटिभ नै भन्ने हुन्छ नि त तर मेरो बुढो त यति लाटो छ गाइस उसलाई त स्टिल त्यो अहिलेसम्म बिलिभ लाएको छैन अनि सर्च गर्दै हुनुहुन्छ कि फोनमा के भन्नु अब अलिकति खुसी हुन्छ कि के एक्सप्रेस गर्ला कि भनेको त झन् कन्फ्युज भएर मनमा हेर्दैछन् सो म चाहिँ म एकदम खुसी नै छु अनि म चाहिँ एकदम खुसी छु अनि अलिकति इमोसनल पनि भएको छु सो इमोसनल चाहिँ किन भन्दा चाहिँ फाइनली कति पछि पहिला त अब त्यस्तो प्लानसान केही गरेको थिएन अनि 81 भए पनि खुसी नै छु होइन एकदम गाइस यता चाहिँ म हल्का इमोसन भएँ किनभने 4 इयर्ससम्म बिहे नगर्दा बेबी नहुँदा चाहिँ मान्छेहरूले धेरै थरी कुरा गरेको थियो नि त अनि त्यो भएर चाहिँ म एकदमै इमोसनल भएको थिएँ मलाई धेरै कुराहरू सुनाइएको थियो सो फाइनल्ली अब धेरै वर्षपछि खुसी छु सपना पुरा भएको छ हाम्रो अनि हामी चाहिँ यता टिचिङ हस्पिटल चेकअपको लागि आएको गाइस एकदम डर लागिरहेछ मलाई चाहिँ फर्स्ट टाइम मम्मी बाबा हुँदाखेरि नयाँ एक्सपिरियन्स छ सबै एकदम मुटु टुकटुक भइरहेछ के हुने हो कसो हुने हो अनि हामी चाहिँ हाम्रो चेकअपको लागि पुगिसक्यौँ गाइस अनि ब्लड टेस्ट गर्नु पर्यो जुन मलाई एकदम डर लाग्थ्यो अनि मेरो बुढोले चाहिँ मलाई केकहरू फ्रुट्सहरू एकदम केयरिङ हुन स्टार्ट गर्नुभयो उहाँ चाहिँ जस मेरो हस्बेन्ड चाहिँ पहिलेबाट एकदमै स्विट हुनुहुन्छ प्रेग्नेन्ट भएको थाहा भएपछि चाहिँ उहाँले मलाई एकदमै केयर गर्न थाल्नुभयो म एकदमै लकी फिल गर्छु उहाँ जस्तो हस्बेन्ड पाएर अनि यो भिडियो चाहिँ गाइस म प्रेग्नेन्ट थिएँ फर्स्ट टाइम अनि बहिनीको बिहेमा एकदम भमिट हुन्थ्यो मलाई अरूले थाहा पाउला भनेर एकदम डर लागिरहेको थियो अनि यो चाहिँ आइरन चक्की खाँदा खाँदा यस्तो भयो मेरो जिब्रो यतिखेर चाहिँ म 7 मन्थ प्रेग्नेन्ट थिएँ अनि दिदीको बिहे एटेन्ड गर्न गएको थिएँ हजुरआमा फ्यामिलीसँग गाइस हामी चाहिँ न्यू इयर मनाउनलाई थकाली खाना खान गएको त थकाली कतै चाहिँ बन्द कतै चाहिँ बनाएकै रहेनछ खाना अनि त्यसपछि हामीले माइन्ड चेन्ज गर्यौँ अनि हामी चाहिँ जे हुन्छ त्यही खाम्ला भनेर फेरि सम्बलाको अपोजिट गयौँ पिज्जा त मैले घरमै बनाइदिएँ तपाईँ भनी मात्र आएको यो कस्तो कस्तो राम्रो देख्या हेर्नु त मिठो छ यो खायो भने ज्यान ढिलो तत्छ अरे त्यो खाए लाग्ने कहिले कहिले यो खाए लाग्ने अरे अनि छिट्टो लाग्नु पर्यो अरे कम्पनी दिन्थे के गर्नु अहिले अलिकति नहुने छ हुन्छ मलाई पढाइ टिकटहरु गर्न मन लाउने तिमीलाई जस्तो कम्फर्टेबल हुन्छ त्यसरी बस्नु न
के हो यो बुझ्नु एनसीमा गाइस मेरो यस्तो मुड स्विङ हुन्थ्यो है अनि मलाई यति गाह्रो भयो मलाई 3 महिनासम्म पुरै भमिट भयो 2 महिना दिनमा 5 चोटि भमिट हुन्थ्यो 4-5 चोटि अनि मलाई जोस 1 महिना चाहिँ पुरै पानी भमिट भयो अनि एक महिनापछि 4 महिना 5 महिना जोस 9 महिनासम्म चाहिँ फेरि एक चोटि महिनाको एक चोटि पानी भमिट हुन्थ्यो मलाई चाहिँ प्रेग्नेन्सी जर्नी एकदमै गाह्रो भयो तपाईँको ढङ्ग नगरेर मैले गरेर गरी अफसमा कुन लाने हो र सर्ट गरिदिनु यार हेलो तपाईँले त ठिकै नै फर्स्ट टाइम खाँदै थियो एकदम त्यसो भने हामी नाम भयो हामी नाम त्यहाँ तिमी तो गाइज अब चाहिँ हामीले खाइभ्यायो अब चाहिँ घर जानुपर्ने हुन्छ अनि हाम्रो 2025 न्यू इयर चाहिँ यस्तो नै भयो गाइज रमाइलो भयो जोस् बाहिर आयो घुमियो खासमा हामी थकाली खाने भनेको थकालीमा त थकाली खानै रहेनछ मोमो पो रहेछ अनि हामी एनआइसी बर्गर हाउस आएर एनवाइसी सरी ब्रो सङ्गलाको ठ्याक्क सङ्गलाको अपोजिटमा छोराछोरी छोरी छ भनेर गाई चाहिँ यति एक्साइटेड हुनुभएको छ मेरो बुढो युट्युबमा सर्च गरी हेर्दैछन् आपको इसमें सबसे इम्पोर्टेंट चीज दिखाने वाला हूँ वो इसका जेंडर है ठीक है तो जेंडर कैसे देखते हैं ये मैंने आपको पिछली वीडियोस में भी बताया था जेंडर जो है हमेशा फीटस की जो है नीचे पहिलोचोटि बाउ बन्नु लाग्यो कति एक्साइटेड भयो तरीके से नजर आ रहे हैं क्युरियोसिटी एकदम धेरै छ उसलाई छोरा छ कि छोरी हो जबरदस्त तरीके से कैप्चर करके आपको दिखाई जा रही है और ये दोनों टांगे और इसके साथ में इसके पाँव जो है सो गाइस मलाई फुपूले चाहिँ दही चिउरा खुलाउन आउनु भएको थियो एकदमै खुसी लाग्यो धेरै धेरै धन्यवाद फुपू अनि मिठाईहरू दही चिउरा तरकारी अचार सबै बनाएर ल्याउनु भएछ एकदमै धेरै थ्याङ्क यू फुपूलाई धन्यवाद म चाहिँ एकदमै ह्याप्पी छु हे गाइस सो म चाहिँ शनिबार नुहाइ गरेर बसिरहेको थिएँ फुपू आउनुभयो अनि दही चिउरा खुलाउनु भयो अनि त्यही हो एकदम खुसी छु अनि त्यही हो आज शनिबारको दिन चाहिँ म चाहिँ टक्क बसिरहेको थिएँ फुपूले कोसेलीहरू के ल्याइदिनु भएछ टन्नै अनि अहिले म मात्र छु मेरो हस्बेन्ड पनि बाहिर जानुभएको छ अनि यो पार्टलाई पनि क्याप्चर गरेर राखौँ न त भनेर अनि फुपूलाई पनि देखाउनु मन लाग्थ्यो तर कस्तो लाज लाग्यो कि भिडियो गर्नु है म चाहिँ एक्लै चाहिँ जति नै बोल्छु तर मान्छेहरूको अगाडि चाहिँ बोल्नै सक्दैन कस्तो अकवर्ड लाग्छ कि
अनि त्यही हो मेरो 32 विक्स रनिङ हुँदैछ 32 हप्ता लाग्यो अब सानो मान्छे कहिले आउँछ थाहा छैन अनि एकदम सानो मान्छेको वेटिङमा छु ह्याप्पी छु अनि भिडियो मार्फत चाहिँ फुपूलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद फुपूलाई चाहिँ दही चिउराको लागि अनि त्यही हो सो गाइस यो खाप्से चाहिँ मेरो मामुले ल्याइदिनु भएको अनि मम्मीले चाहिँ मलाई प्रेग्नेन्सीमा यति धेरै केयर गर्नुभएको छ त्यो म लाइफ टाइम भुल्दिनँ गाइस सो आफ्नो आमा जस्तो ठुलो त केही पनि हुँदैन आफ्नो आमाले जस्तो त हजुरहरूलाई कसैले नि बुझ्नै सक्दैन के जाडोमा थुक्पा खानुको मजै छुट्टै छ गाइस अनि म चाहिँ टिचिङमा चेकअप गरेर आएर थुक्पा खाँदैछु यता चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ अनि इन्भाइरोमेन्ट पनि एकदम पिसफुल रमाइलो छ सो गाइस म चाहिँ लु खाएँ है त अब सो गाइस मेरो बुढोले ल्याइदिनु भएको पानीपुरी हो त कतिजना त लजाएर जानै मान्दैन नि त यति ल्याइदिनु पनि ठुलो कुरा हो थ्याङ्क यू सो मच आलु त साह्रै थोरै त्यहीँ हराएरै गर्छ अझ यहाँ यो भिडियोमा हेर्दा त अलि धेरै देखिया है नत्र त छँदै छैन कि यति हो सो गाइस तातो तातो घर तरुल चाहिँ हजुरआमाले बनाएर दिनुभयो अनि म चाहिँ खान लाग्दैछु गाइस एकदम यो चाहिँ गाउँबाट गोर्खाबाट ल्याएको हो नि त अनि एकदमै टेस्टी छ Hey guys, good morning. Welcome back to my YouTube channel. So guys, अहिले चाहिँ हामी टिचिङ हस्पिटलमा हो कोही पनि आएको छैन अनि हामी फर्स्टमै हो अनि हामी बस्दैछौँ लाइन कोही पनि छैन सो 2-3 आवर 2-3 घन्टा कुरेपछि बल्ल खुल्छ अहिले कति बज्यो 7:30 अहिले 7:30 भइरहेको बल्ल गाइस 2 बजेबाट चाहिँ गाइस निन्द्रै लागेको थिएन अनि म चाहिँ घर गएर मजाले सुत्छु चेकअप गरिसकेपछि भन्ने सोच थियो तर सोचे चाहिँ त केही पनि नहुँदो रहेछ म यस्तो प्यानिक भएँ म फर्स्टमै भएर कतै एक्साइटेड थिएँ तर मेरो प्रेसर हाई आयो 2-3 चोटि चेक गर्दा पनि अनि एक घर खुलिसकेको रहेछ एडमिट भएर बस्नुपर्छ भन्नुभयो अनि म यस्तो रोएँ किनभने मेरो माघको 16 गते नै एडमिट हुनुपर्ने भयो मेरो चाहिँ डेलिभरी डेट चाहिँ फागुनको 5 गते थियो अब म चाहिँ गएर पनि हस्पिटल आएँ अनि एडमिट भएँ घरबाट चाहिँ सबैजनाले यति छिटो किन एडमिट भएर बसेको अपरेसन हुन्छ भनेर झन् प्यानिक गराइदिनु भयो सबैजनाले सोधिरहनु भएको थियो के छ कस्तो छ भनेर सो गाइस यता चाहिँ मेरो भाइ बहिनी मम्मी भेट्न आउनु भएको थियो मलाई अनि त्यही हो अब मैले आफूलाई कन्ट्रोल गरे सम्हाले अब प्यानिक भएर पनि केही हुनेवाला छैन ढिलो चाँडो मात्र हो अब बेबी सेफ भएर आए त भइहाल्यो भनेर आफूलाई कन्ट्रोल गरेँ अनि मलाई चाहिँ बेथा त्यस्तो केही थिएन कि गाइस बेथा लाग्ने केही थिएन ब्याक पेन हल्का मात्र भएको थियो अरू केही भएको थिएन सो गाइस यता चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ अनि यो मेमोरी हुन्छ भनेर मैले हस्बेन्डलाई भिडियो गरिदिनु न भनेर भिडियो गर्न लागेको थिएँ अनि त्यही हो गाइस अब बेबीको लागि अनलाइन सपिङ गरेको गाइस तर के गर्नु सबै राम्रै थियो तर बेबीको लुगा र मेरो म्याक्सी चाहिँ यस्तो खत्तम रहेछ पुरै कलर गयो अनि यता चाहिँ हाम्रो राजकुमारको आगमन भयो मलाई चाहिँ बिहिबार एडमिट भएको थिएँ नि त म अनि शनिबार चाहिँ 2 दिनपछि शनिबार चाहिँ अब बेथा लाउने औषधि चलाउने भन्नुभयो ब्याक पेन मात्र हल्का भइरहेको थियो म त्यो मेरो पीडाहरू कहिले पनि बिर्सिन सक्दिनँ यति गाह्रो भएको थियो मलाई यति लामो बेथा लागेको थियो बिहान 8 बजे बेथा लाउने औषधि चलाएको थियो गाइस तर रातिको 10 बजेसम्म पनि मेरो बेबी आउने सुरसारै भएन मेरो एक घर
एक घर खोलेको थियो अनि कति पछिसम्म पनि 3 घर बल्ल बल्ल बेलुकासम्म पनि 3 घर बल्ल खोलेको थियो। घर नै ढिला खोलिरहेको थियो के। अनि अब अपरेसन गर्ने भन्ने कुरा सुनिरहेको थिएँ मैले। मेरो मम्मी र हस्बेन्डलाई भन्न जानुभएको थियो नर्सले। अनि म एकदम प्यानिक भएँ अनि म आफै बल गर्न थाल्दै थिएँ। अनि एकजना नर्स चाहिँ भगवान स्वरूप उहाँले चाहिँ मलाई तपाईँ नातिनु, तपाईँले यति लामो समय त व्यथा खप्नु भयो, तपाईँको त हामी नर्मल नै ट्राई गर्ने हो भनेर एकदम सपोर्ट गर्नुभएको थियो। अनि मेरो नर्मल डेलिभरी भयो। थ्याङ्क यू सो मच उहाँलाई। अनि हामी चाहिँ अब घर जानु लागेको गाइस। कति खुसी भएर घर फर्किँदै थियौँ हामी लगभग 6 दिनपछि। हाम्रो फ्यामिली चाहिँ कम्प्लिट भएको थियो। अनि म चाहिँ देखेर बाबा छोरालाई देखेर यति खुसी यति दङ्ग थिएँ। मलाई कस्तो सपना झै लाग्दै थियो। म यति खुसी थिएँ। हाम्रो सानो परिवार पुरा भएको थियो। अनि आज मेरो लिटल क्युटी पा खासै गोरे त होइन है यो त। कहाँ अहिले त थाहा हुँदैन नि। रातो कालो एकसाथै फेरि अनुहार कालो छ, ज्यान गोरो छ। माथिको बाबु चाहिँ ज्यान पुरै कालो। यता हेर त, यता हेरिदिनुहोस्। हाई भन्देऊ, हाई गर्देऊ, हाई गर्देऊ, हाई चुप्पा गर्देऊ त। भिडियो बनाएको मान्छेले हाई गर्देऊ न, हाई चुप्पा गर्देऊ न। छोरी ब्याग पुन्टेको छरा गुट भयो, छरा गुट भयो, छरा गुट। झन् नपाएर कत्रो बेर खोज्यो पाएन अनि फुपूले ल्याइदिएको नयाँ के अरे नयाँ नाना लाउँथ्यो पुन्टुरो। हिरो लाग्यो पुन्टुरो। कस्तो यो कस्तो ठुलो देखेको हौ उसलाई त। हेलो भनिदेऊ नि त, हेलो भनिदेऊ न। होइन उयो पुन्टेलाई कि भिडियोमा चाहिँ कस्तो ठुलो फोटो भिडियोमा आउँछ। मैले नाना लाउँछ अरे अगाडि छुच्चा 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 हुन्छ छुच्चा होला। बेबी गुड हो कि ब्याड हो? गुड हो, ब्याड होला होइन, ब्याड हो यो बेबी होइन, गुड हो भन्दा लौचा झिल्के भयो मेरो भदै। अब यति झिल्के बधाई झिल्के बधाई तपाईँ छोरी हेर्नु उठाएर बान्नु भयो नि ठाडो पारेर। त्यसो मम्मीले लिन्छ, काखमा बस्छ राख्छ मम्मीले। मैले बान्ने मैले लिने त मिल्दैन। ल यो निकालिदिउँ है, ब्ल्याङ्केट एकछिन जाडो छोरी ब्ल्याङ्केट निकालिदिएको त। जाडो भयो यो छुच्चा बेबीलाई, यो बदमासलाई जाडो भयो नि। होस् बदमास बेबी, बदमास है, ब्याड बेबी हो। बेबी सुत अरे कता खोइ घाँटी यहाँबाट हाल्दैछ नि। आई पानी छोड्दैन अगाडि सुन पानी खोइ छोडिदिसक्यो त काले। दागबान बेला यति छोड्नु परेन खै त दिनु न भन्नुपर्छ नि। हात हालेर पिरी पिरी भन्दैछु त पहिलो भदै हो क्या, अरू छैन मेरो। यति हालेर त्यही लाग राख्नु हाविसको हातमा मात्रै। ल ल ए धेरै तर्सिन्छ ल आउँछ। यता छिराउँछु नि टोपीभित्र। साह्रो के गर्नु लाग्यो होला भनेर होला। नाइ नाइ रे कस्तो रातो भएको पुन्टे चाहिँ यो लुगाले हो। अझै कति छ चुपनावर आयो हुँदैन। पछि त सन्धै हुन्न, कहिले कहिले त हुन्छ। के छ गाठै पार्ने होइन त तिमी बान्ने नि भयो गाठीमा। अब कम्बरमा बान्दिएन। कम्बरको कम्बर कहाँ छ? जानु मान्छे झै के दे बान्ने त बाबुलाई। बाबुलाई बान्ने होला। सुरुवाल ताने तल गर्दिन। कम्मरमा त परे गाँठा हो त्यो गाठा कता उयो बिचमा पारे खोइ। यो एउटा हो, एउटा छेउमा छ एउटा छ। यो बिचमा पछाडि, यो चाहिँ पछाडि पर्ने, यो बिच यो यता छेउ यो यता छेउ पर्ने हो त। यो त कम्मरमा त पेटमै डाइरेक्ट बान्ने हुन्छ। पछि लुज भएपछि फेरि उस ढाडमा गाँठा पऱ्यो भने गाउँ हुन्छ। आउ न बाबुलाई बान्ने होला। अब रोन्छ अब रोन्छ। लुगामाङ्गे पारेपछि भयो रुनी रहेछ के यो केटा। लाग्यो के लुगामाङ्गे पारे यति गर्दैन नरम होला। टाइम है।
पुरा लुगा खोल्देपछि त्यो गाँठा घुमेर पछाडि गएर भन्छ हेरिरहनु पर्छ नि ल भयो त्यो जाँदैन कमा उसलाई यति बेला हातमा बान्नु दे त त्यो बान्ने रे बान्दिने ल तिमी ल बान्दिने रे ल यहाँ यतै लु फुपू पुतैले धागो बान्दिँदैछ पुन्टुलाई सोची भन्दा हुन्छ नरो दिवेन्सीको सोची थ्याङ्क यू यता चाहिँ मेरो सासु मम्मी ज्वाइँ ठुलो नन्द अनि नन्दको बेबी आज चाहिँ हुनुहुन्छ अनि आज चाहिँ न्वारानको दिन हो न्यू मम न्यू एक्सपिरियन्स यस्तै छ गाइस मगरको भन्दा पनि हाम्रो चाहिँ यसरी नै चोखाइन्छ उता पश्चिमतिर यसरी नै प्राय गोर्खाको हाम्रो यो माथि पहाडी भेगमा चाहिँ न्वारान चाहिँ यसरी नै हो चोखाउने अनि हामीले चाहिँ ज्वाइँलाई बोलाएर अनि एक्सपिरियन्स रमाइलो लागिरहेको छ भाउजूले पठाइदिन्छ हामीलाई न्वारानको अन्तिममा चाहिँ ज्वाइँलाई अनि बहिनीलाई अनि भान्जीलाई टिका लगाइदिएको मैले अनि यस्तो गर्नुपर्ने हुन्छ किनभने उहाँहरूले हामीलाई चोखाइदिएको हो नि त अनि मेरो बाबु चाहिँ यो चाहिँ उसको न्वारानको दिनको हो मेरो पुन्टु कति क्युट देखिरहेछ अनि उसको आँखामा हल्का हल्का पहेँलोपन चाहिँ बढ्दै थियो अनि सबैजनाले घाममा राखेपछि निको हुन्छ भनेर हामीले चाहिँ त्यस्तो सिरियस भएन अनि पछि धेरै नै पहेँलो हुन थालेपछि चाहिँ टिचिङमा हामी चेकअपको लागि गयौँ अनि ब्लड तानेर रिपोर्ट भोलिपल्ट आउने थियो अनि वेटिङ गरेर बस्यौँ अनि यहाँ चाहिँ मेरो पुन्टु छ तर म अब 12 दिनको बच्चा त्यति धेरै जन्डिस होला भनेर एक्सपेक्ट गरेकै थिएन उसको फोटोथेरापीमा राख्नुपर्ने भयो इमर्जेन्सी एडमिट हुनुपर्ने भयो अनि त्यसपछि 4 आवर फोटोथेरापीमा राखेर पनि भएन भने चाहिँ ब्लड एक्सचेन्ज गर्नुपर्छ भनेर डाक्टरले भन्नुहुँदाखेरि चाहिँ मुटुले ठाउँ छोडिसकेको थियो यति धेरै प्यानिक भयो म थ्याङ्क गड सबै राम्रै भयो फोटोथेरापीमा ऊ बस्नै मानेन डाइपरमा मात्र राखिदिँदो रहेछ नाङ्गै अनि यता चाहिँ मेरो हजुरआमाले नाति भयो भनेर यति धेरै मिठाई किनेर ल्याउनु भएको थियो अनि सबैलाई बाँड्नु भएको थियो कति खुसी थियो हामी तर म धेरै खुसी भए पनि त्योभन्दा बढी दुःखी हुनुपर्छ यो पल चाहिँ म कहिले बिर्सिन्न टिचिङमा बसेको थिएँ म 12 दिनको सुत्केरी चिसो नै थियो माघको बेला अनि यता चाहिँ फोटोथेरापीमा राखिएको छ मेरो बाबुलाई सलाम पानी यति सानो बच्चालाई सुईले घोचेर फेरि त्यो आँखा पनि छोप्दो रहेछ त्यो लाइटले एफेक्ट गर्छ भनेर अनि एउटा डाइपरमा मात्र राखेको बस्नै सुत्नै सकेन यति धेरै रोएको थियो अनि यो समय चाहिँ म कहिले बिर्सिदिनँ मेरो बाबु जन्मेको 12 दिनमै यस्तो भयो अनि यो चाहिँ पछि सिङ्गलमा अलि जन्डिस घटेपछि चाहिँ सिङ्गलमा राखेको तर यसले केही पनि 0.5 भन्दा केही घटेन यो चाहिँ कामै थिएन सिङ्गल अनि हामी चाहिँ अब डिस्चार्ज भएर 17.5 भन्दा डिस्चार्ज दिनुभयो अनि हामी घर जाँदै हो गाइस जन्डिस चाहिँ 25 भन्दा माथि चाहिँ डेन्जर भन्दो रहेछ अनि 21 आई गेस 21 बाट चाहिँ नर्मल भन्नु हुँदो रहेछ अनि 17.5 हुँदा चाहिँ हाम्रो डिस्चार्ज दियो अनि हामी चाहिँ घरतर्फ लाग्दैछौँ त्यही हो गाइस अब कति खुसी थियो बाबु भएको थियो हाम्रो सानो परिवार पुरा भएको थियो तर 12 दिनको सुत्केरी अवस्थामै यस्तो हुँदा चाहिँ एकदम गाह्रो भयो अनि फेरि जन्डिस कति घट्यो भनेर मेरो हस्बेन्ड पनि गइसक्नु भएको थियो अनि भाइलाई लिएर म चाहिँ निशानमा फेरि बाबुलाई ब्लड तान्नुलाई निशान हस्पिटलमा लगेको थिएँ निशान पोली क्लिनिकमा हो अनि उसलाई फेरि यति सानो बच्चालाई 7-8 चोटि नै घोचिसक्यो जन्डिस कति घट्यो भन्दै 2-3 हप्ता पछि ब्लड तान्नु पर्ने अनि फेरि यो चाहिँ मामालाई अन्तिममा मैले मेरो माइला मामालाई लिएर गएको थिएँ अनि बाबुको चाहिँ 8.8 थियो भाइलाई लिएर जाँदा घटेछ 2 हप्तामै अनि मामालाई लिएर जाँदा चाहिँ
2.6मा आएछ जन्डिस। मैले मुख बारिरहेको थिएँ, डक्टरले त बार्नु पर्दैन भन्नुभएको थियो, तर मैले चाहिँ बारेको थिएँ। सो गाइस, यो भ्लग लास्टसम्म हेरेर माया गर्नुभएकोमा थ्याङ्क यू सो मच एभ्रिवान। यो भ्लग चाहिँ लास्टसम्म हेरेर हजुरहरूलाई मन पर्यो भने हजुरहरूले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि न्यू बर्न बेबीहरूलाई हजुरहरूले पनि एकदमै केयर गर्नु होला। जन्डिस हो, अब अलिअलि घाममा राख्दै निको हुन्छ भनेर, आँखा धेरै नै भयो भने चाहिँ केयरलेस गरेर नबस्नु होला, एकदमै रिस्की हुन्छ गाइस। सो टेक केयर एभ्रिवान।